हेलो एभ्रिवान। आज चाहिँ हामीसँग छ आदर्श जायसवाल। ऊ चाहिँ अहिले आइसिएसआई स्कलरसिप थ्रु एनआइटी सुरतकलमा चाहिँ पढ्दैछ। अनि आजको भिडियोमा चाहिँ हामी उसको एम्बेसीदेखि लिएर कलेजको जर्नी चाहिँ डिस्कस गर्नेछौँ। र आइसिएसआई स्कलरसिपमा के कस्तो प्रोसेस हुन्छ, एम्बेसीमा के प्रोसेस हुन्छ, के डकुमेन्ट चाहिँ लिएर जानुपर्ने हुन्छ तपाईँले चाहिँ, र कलेजमा एडमिसन प्रोसेस चाहिँ कस्तो हुन्छ, ब्याङ्क चाहिँ कसरी ओपन गर्ने, र स्टाइपेन्ड चाहिँ कति पाउँछ, र स्टाइपेन्डको डिभिजन चाहिँ कस्तो हुन्छ, त्यसै गरी प्लेसमेन्टमा चाहिँ बस्न पाउँछ कि पाउँदैन इन्टरनेसनल स्टुडेन्टहरूले, र एनआइटी सुरतकलले चाहिँ कस्तो इन्भाइरोमेन्ट चाहिँ प्रोभाइड गर्छ नेपाली स्टुडेन्ट र अरू इन्टरनेसनल स्टुडेन्टहरूलाई, त्यो सबै कुरा चाहिँ यस भिडियोमा चाहिँ मैले कभर गरेको छु। भिडियो चाहिँ हल्का लामो भएको छ, तर यो भिडियोलाई तपाईँले अन्तिमसम्म हेर्नुभयो भने तपाईँको सबै जेनरल डाउट्स र क्वेरीहरू चाहिँ क्लियर हुन्छ। सो लेट्स बिगिन द भिडियो। सो वेलकम आदर्श। Thank you for having me, Dai. I am Adarsh Jaiswal. I come from Bara district. I completed my plus two from KMC Balkumari, and currently I am a second year student at National Institute of Technology, Karnataka, pursuing my BTech CSE career through ICCR. अनि कुन इयरमा चाहिँ तिम्रो आइसिएसआर पाएको हो तिमीले चाहिँ? मैले दाइ 2000 अहिले 26 भनौँ 25 भनौँ 25 ओके, 25-26 ब्याच होइन? हजुर हजुर अनि तिमीले क्लास 12 चाहिँ काठमाडौँबाट पढेको छैन, काठमाडौँ मोडल हजुर सी। हजुर अनि चाहिँ क्लास 12 मा चाहिँ कति जिपे थियो? क्लास 12मा चाहिँ दाइ 3.86 थियो। मैले चाहिँ पिसिएमबी लगेको। ए भन्नुहोस्, राम्रो, जिपे चाहिँ धेरै राम्रो रहेछ। अनि लाइक आइसिएसआई स्कलरसिप पाइसकेपछि चाहिँ कस्तो लाग्यो? लाइक तिमीले चाहिँ पायो अनि इमेल चाहिँ आएको होला, अनि त्यसपछि तिमीले चाहिँ हेऱ्यौ अनि आफ्नै फ्यामिलीलाई भनिसकेपछि चाहिँ कस्तो फिल भयो, अनि उहाँहरूको रियाक्सन चाहिँ कस्तो थियो? दाइ भन्नुपर्दा अब रियाक्सन त सुरुमा चाहिँ दाइ म होस्टेल बस्थेँ त्यतिखेर। अनि ओके होस्टेल बसेर एप्लाई गरेको थिएँ। अनि एप्लाई गरेपछि अब सुरुमा त रातितिर आएको थियो मेसेज चाहिँ मलाई, इमेल। अनि त्यसपछि ठ्याक्कै हेर्दाखेरि त अब सुरुमा त अनबिलिभेबल जस्तै नै लाग्यो, त्यस्तो बिलिभ गर्न चाहिँ गाह्रै। पछि चाहिँ अब हेरेको त ल पढेँ पुरै राम्ररी बिस्तारै। अनि ठिक छ अब यस्तो खुसी भएँ एकदम। साथीहरूलाई नि भने, त्यही सँगै साथीहरू। अनि त्यसपछि ठ्याक्कै अब रातितिर थियो त घरमा कल गर्न मिलेन। भोलिपल्ट गएर यसो कल गरेको घरमा। अनि भने बाबाहरू नि मम्मीहरू नि खुसी हुनुहुन्थ्यो। यस। ए ओके। अनि लाइक आइसिएसआई स्कलरसिपको बारेमा चाहिँ तिमीलाई कसरी थाहा पायो के स्कलरसिप हुन्छ जसले चाहिँ हामी नेपालबाट इन्डियामा पढ्छौँ ब्याचलर्स भनेर? ए मैले चाहिँ दाइ यता इन्जिनियरिङको इन्ट्रान्स दिइरहेको थिएँ नेपालमा। लाइक अँ, प्रिपरेसन चाहिँ गरिरहेको थिएँ। अनि एट द्याट टाइम लाइक मैले यताउता अब साथीहरूको मुखबाट, कोही कोही दाईको मुखबाट यसो सुन्न पाएँ कि आइसिसिआर र कम्प्लेक्स भन्ने नि हुन्छ भनेर। अनि ठ्याक्कै ओके त्यतिखेर अब आइसिसिआरमा आफू पनि भर्न सकिन्छ भन्ने थाहा पाएँ। अनि भरेको। त्यही हो, अब त्यही थाहा पाएको सिनियरहरूसँग भनौँ। ओके। अनि लाइक अब आइसिएसआई स्कलरसिपको फर्म फिलअप गर्ने बेलामा चाहिँ फर्मको प्रोसेस चाहिँ धेरै नै लामो हुन्छ। अनि फर्म फिलअप गर्ने बेलामा चाहिँ के प्रोसेस चाहिँ फलो गर्यो, अनि कसरी फर्म फिलअप गर्यो, अनि के प्रब्लम चाहिँ आयो, अनि कसरी ओभरकम गर्यो? सुरुमा चाहिँ अब फर्मको कुरा गर्दाखेरि एट द्याट टाइम लाइक त्यति थाहा थाहा हुँदैन आफूलाई। सुरु अँ, सुरुको पहिलोचोटि फर्म भरेको हो, अब त्यस्तो त्यही थाहा हुन्थेन। अब आफूलाई चाहिँ गाह्रै हुन्थ्यो सुरुमा, अब अँ, के रहेछ। किनकि अब यस्तो हो, त्यो आइसिजिआरको फर्म भन्नुपर्दा हल्का कम्प्लिकेटेड त छ अरू फर्म भन्दा। किनकि बेसिकली अब हामीले नेपालतिर भर्दाखेरि अब धेरै डकुमेन्टहरू पनि चाहिँदैन। अनि आफूलाई चाहिँ अब थाहा हुन्छ धेरै जस्तो कुराहरू। तर उता इन्डियाको भएपछि अब अप्ठ्यारै भयो सुरुमा चाहिँ। डकुमेन्टहरू चाहिँ अब टन्नै भयो, अब नोटराइज पनि गराउनु पर्यो भन्ने हुन्छ। अनि पासपोर्ट पनि चाहिन्छ यताउता, अब सबै मिलाएँ मिलाएँ बल्ल अब अरूलाई नि सोधेँ, अनलाइन भिडियोजहरू नि हेर्थेँ कि के चाहिन्छ भनेर। अनि ठ्याक्कै त्यही गरेर अब सुरु सुरुमा पेसेन्टली चाहिँ गरेँ मैले। सबै पेसेन्ट भएर एकदम राम्ररी चाहिँ हेरेँ। अनि सबै डकुमेन्टहरू उ गरेँ, बल्ल फर्म भरेको। ओके त्यही हो। च्यालेन्जेस त आयो सुरुमा, अब त्यसलाई गरेँ, ट्याकल गरेँ। ओके। अनि यो कलेज सेलेक्सन र कलेजको रिसर्च चाहिँ कसरी गर्यो? ओके। दाइ कलेजको रिसर्च भन्नुपर्दा मैले चाहिँ अनलाइन धेरै जस्तो गरेको थिएँ। ठ्याक्कै त्यो आइसिसिआरको गाइडलाइन्स र त्यो फर्म भर्दाखेरि त्यहाँ एउटा लिस्ट हुन्छ, त्यो कलेजेसको भनेर लिस्ट हुन्छ। अनि त्यो लिस्ट चाहिँ आफूसँग राखेर अनि सबै कलेजहरूको नाम हेर्दै हेर्दै कि कुन चाहिँ भर्दा राम्रो होला, अनि आफ्नो क्राइटेरिया चाहिँ मिट गर्छ कि नै भनेर ठ्याक्कै त्यही गरेर। अनि
सर्च गरेँ, अनलाइन गरेँ कुन चाहिँ राम्रो हो। अब एनआइटी त्यही बिचमा सुन्दै जाँदा एनआइटी चाहिँ राम्रो हुन्छ भन्ने भयो। हाँ। अनि त्यसपछि मैले हजुरलाई नि सोधेको थिएँ आई गेस। अनि त्यसपछि हजुरले नि सजेसन दिनुभयो, त्यही गरेर अनि ठ्याक्कै एनआइटी को बारेमा नि थाहा पाएँ। अनि 5वटा भर्नुपर्छ, ठ्याक्कै 5वटै भरेँ। अनि त्यो लिस्टमा चाहिँ प्रायोरिटीमा चाहिँ कुन कुन थियो लाइक प्रिफरेन्स अर्डरमा तिम्रो चाहिँ? मेरो प्रेफरेन्समा चाहिँ एनआइटीलाई चाहिँ सबभन्दा टपमा राखेको थिएँ मैले। एनआइटी कर्नाटकालाई नै, जुनमा अहिले म पढिरहेको छु त्यसलाई ओके। चाहिँ टप 1मा राखेको थिएँ। त्यसपछि चाहिँ मैले एनआइटी आरलाई राखेको थिएँ, राउरकेला। थर्डमा चाहिँ दाइ डिटियु थियो मेरो, डिटियु। अनि त्यसपछि चाहिँ एउटा अर्को नि एनआइटी राखेको थिएँ, अब आई डोन्ट रिमेम्बर एक्ज्याक्टली कुन चाहिँ थियो। तर अनि लास्टको चाहिँ एउटा नर्मल जिटियु राखेको थिएँ मैले, त्यही हो। ए ओके। हजुर। अनि तिमीले चाहिँ जेइमेन्स दिएको थियो कि थिएन? थिएन दाइ, मैले त दिएको थिएन। अनि बिना जेइमेन्सको पनि एनआइटीमा चाहिँ पढ्न पाउँछ। लाइक मैले पनि त्यसको रिलेटेड चाहिँ भिडियो चाहिँ बनाएको थिएँ। अनि धेरैजना जति क्वेसन हुन्छ कि दाइ एनआइटीमा चाहिँ जेइमेन्स कम्पलसरी हुन्छ कि हुँदैन। लाइक कुनै कुनै कलेजहरू कुनै कुनै एनआइटिजहरूमा चाहिँ जेइमेन्स चाहिँ कम्पलसरी हुन्छ, तर यस्तो धेरै कलेजहरू छन्, एनआइटिजहरू छन् जसमा चाहिँ जेइमेन्सको रिक्वायरमेन्ट चाहिँ हुँदैन। थियो। त्यसको हजुर मैले भिडियो पनि बनाएको थियो त्यसको चाहिँ। हजुर हजुर। अनि त्यसपछि एसे राइटिङ चाहिँ कसरी लेख्यौ? लाइक कहाँबाट हेल्प लियो, सपोर्ट? अनि त्यसपछि एसे राइटिङ चाहिँ लेख्यौ तिमीले चाहिँ? एसे राइटिङ भन्नुपर्दा दाइ अब त्यसमा चाहिँ मेन्सन गरेकै हुन्छ प्यालगराइज हुनु परेन भनेर। अब अँ, त्यसो भए त आफैले लेख्नु पर्यो। अनि बसेर यसो पहिला मैले रफ स्केचिङ गरेँ कस्तो कस्तो लेख्छु भनेर, अनि ठ्याक्कै लेखेँ। 5वटा जति टपिक हुन्छ आई गेस, त्योमध्ये सेलेक्ट गर्नुपर्ने हुन्छ एउटा। अनि ठ्याक्कै त्यहीमा अब टपिक दिएर अनि लेखेँ। अनि त्यसपछि त्यसबाट एडिट आउट, अब थोरै थोरै त एआईको सबैले हेल्प लिइरहेको हुन्छन्। धेरै जस्तो लिनु भएन किनकि भन्या हुन्छ त्यही पनि। अब प्लेगरिजम त्यही चाहिँ। हो, आफैले चाहिँ गरेँ। म्याक्सिमम् चाहिँ आफैले गरेँ। अनि त्यसपछि त्यही गरेर उ गरिदिएँ, टाइप गरिदिएँ ल्यापटपले। ओके। अनि फिजिकल फिटनेस सर्टिफिकेट चाहिँ कहाँबाट बनायौ? अनि त्यसमा चाहिँ कति गाह्रो पर्यो? त्यही हजुर हजुर, त्यो नेसनल, त्यो के भन्नु, फिजिकल फिटनेस सर्टिफिकेट होइन। अँ, फिजिकल फिटनेस सर्टिफिकेट भन्दाखेरि मैले चाहिँ नेसनल ट्रमा सेन्टर यहाँ ऊ छ नि, वीर अस्पतालको साइडमा छ नि, त्यही बनाएको थिएँ। लाइक एमबिबिएस, लाइक ऊ हुन्छ नि, लाइसेन्स प्राप्त गरेको एमबिबिएस डक्टर हुनुहुन्छ, उहाँसँग गएर डाइरेक्टली सर यस्तो यस्तो हो, मलाई यो चाहियो भनेर ठ्याक्कै उहाँले चाहिँ सबै चेक जाँच गर्नुभयो अनि बनाइदिनु भयो। ए चेक पनि गर्नुभएको थियो? हजुर हजुर, चेक पनि गर्नुभयो। ओके। अनि त्यो प्राइभेट हो कि गभर्मेन्ट हो? त्यो त गभर्मेन्ट नै हो। ए गभर्मेन्ट नै। तर जस्तो सुकै लाइसेन्स भएको डक्टरसँग गराउनु मिल्छ। अनि अर्को कुरा चाहिँ लाइक ब्याङ्कमा पैसा बुझाउने बेलामा तिमीले आफै गएर बुझाएको थियो कि लाइक तिम्रो रिलेटिभले? किनभने धेरैजनाको क्वेसन डाउट हुन्छ कि दाइ हामीले आफै गएर ब्याङ्कमा पैसा बुझाउनु पर्ने हुन्छ कि रिलेटिभले पैसा बुझाउँदा पनि हुन्छ? अब आफैले बुझाएको थिएँ मैले त। धेरै ओके। जस्तो त आफैले नै बुझाइरहेको हुन्छन्। अब रिलेटिभहरूको भए पनि त्यही हो, जसले बुझाए नि हुन्छ। मैले चाहिँ आफै बुझाएको। अनि त्यसमा कति गाह्रो पर्यो या सिम्पली तिमीले चाहिँ गर्न सक्यौ? सिम्पल नै थियो दाइ। त्यहाँ लाइक फर्मेटहरू थाहा पाइहालिन्छ, अब यताउता सर्च गरेर अब सिधै गयो जाने फर्मेट ऊ भर्ने। अनि ठ्याक्कै आइसिसिआरको जुन डिपार्टमेन्ट छ, एम्बेसी छ, एम्बेसीको नाममा चाहिँ भर्नुपर्ने हुन्छ। त्यही एम्बेसीको नाममा भरे भयो। डकुमेन्टमा चाहिँ एम्बेसीको त्यो एकाउन्ट नम्बर चाहिँ दिएको हुन्छ। अनि हजुर हजुर भर्नु भनेपछि जस्ट हामीले जस्तो सिम्पल भाउचर भर्छौँ त्यस्तो नै सेम टु सेम प्रोसेस हुन्छ। अनि त्यहाँ चाहिँ जस्ट एम्बेसीको अकाउन्ट नम्बर लेख्नुपर्ने हुन्छ र त्यहाँ एम्बेसीको नाम लेख्नुपर्ने हुन्छ। अनि माथि चाहिँ हामीले त्यहाँ आफ्नो रेफरेन्स नम्बर पनि लेख्नुपर्ने हुन्छ। हजुर हजुर अनि आफ्नो नाम लेख्नुपर्ने हुन्छ। हजुर हजुर, त्यही हो। अनि त्यसपछि तिमीले चाहिँ सब्मिट कहाँ गरेको थियो? तिम्रो घर कहाँ भयो? मेरो घर चाहिँ बारा जिल्ला हो, तर बस्न चाहिँ म काठमाडौँतिरै बस्थेँ। अनि डकुमेन्टहरू चाहिँ कहाँ सब्मिट गरेको थियो? काठमाडौँ अ, एम्बेसीमा कि वीरगन्ज एम्बेसीमा? काठमाडौँ एमएससीमै गरेको। ओके। 7-8वटा डिस्ट्रिक्टहरू चाहिँ छन् जसमा चाहिँ यदि हामी चाहिँ बस्छौँ भने हामीले चाहिँ वीरगन्जमा सब्मिट गर्नुपर्ने हुन्छ। तर यदि हामीले एप्लिकेसन फर्म फिलअप गर्ने बेलामा त्यहाँ चाहिँ यदि त्यहाँ चाहिँ हामीले काठमाडौँ एम्बेसी चाहिँ सिलेक्ट गरेको छ भने हामीले चाहिँ डाइरेक्ट काठमाडौँ एम्बेसीमा बुझाउँदा पनि हुन्छ। अनि हजुर। तिमीले आफै बुझाएको थियो कि तिम्रो कोही साथी अथवा रिलेटिभले बुझाएको थियो डकुमेन्ट चाहिँ? होइन, आफै आफै गएको थिएँ। साथमा त ऊ जानु भएको थियो, आफ्नो रिलेटिभ एउटा हुनुहुन्थ्यो दाइ, चाहिँ दाइसँगै गएर बुझाएको हो। ओके। अनि आइसिसिआरमा चाहिँ तिमीलाई कतिवटा कलेजबाट चाहिँ मेल आएको थियो? पहिला चाहिँ कलेजबाट चाहिँ इमेल आउँछ होइन? अनि तिमीलाई हजुर। चाहिँ कतिवटा कलेजहरूबाट चाहिँ इमेल आएको थियो? मैले भरेको चाहिँ 5वटा कलेज मध्ये मलाई अँ, चाहिँ
सुरुमा चाहिँ BTU को मेसेज चाहिँ आएको थियो लाइक ऊ गर्नलाई उहाँहरूको आफ्नो क्राइटेरिया हुँदो रहेछ क्या त्यहाँ। अनि ठ्याक्कै हामीले भरेपछि चाहिँ अरू पनि केही केही भर्न खोज्दो रहेछन् तिनीहरूले। ठ्याक्कै त्यो चाहिँ इमेल आएको थियो। अनि सेलेक्सनको इमेल चाहिँ एउटै आयो, त्यो डाइरेक्टली चाहिँ NIT सुरतकलबाटै आएको थियो। ओके, हजुर प्रोभिजनल लेटर चाहिँ डाइरेक्ट आएको थियो। हजुर। त्यसमा चाहिँ कुनै इन्टरभ्यू अथवा कुनै टेस्ट चाहिँ भएको थियो? लाइक कलेज हेरी हेरी हुन्छ दाइ होइन। अब कुनै कलेजले इन्टरभ्यू लिन सक्यो, कसैले लिँदैन। हाम्रो चाहिँ NIT सुरतकलमा चाहिँ मेरो पालीमा चाहिँ अब उहाँहरूले केही लिनु भएन त्यस्तो। ओके, पहिलाको त त्यति धेरै अब पहिलाको त थाहा भएन, तर मैले सुने अनुसार चाहिँ अब कुनै कुनै कलेजहरूले चाहिँ लिएर हुन्छन्। हाम्रो सुरतकलमा चाहिँ जे होस् अहिले चाहिँ नलिने चलन नै छ। ए त्यो चाहिँ छ, किनभने कति कलेजले चाहिँ इक्जाम नै कन्डक्ट गर्छ, कति कलेजहरूले हजुर कति कलेजले 2-3 पटक चाहिँ इन्टरभ्यू कन्डक्ट गर्छ, त्यसपछि सिलेक्ट गरेर अनि प्रोभिजनल अफर लेटर चाहिँ पठाउँछ। सो यो चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट कलेजमाथि चाहिँ डिपेन्ड गर्छ। अनि त्यसपछि लाइक तिमीले चाहिँ इमेल चाहिँ पायो होइन, पहिला चाहिँ यदि सिलेक्सनको कुरा गऱ्यो भने पहिला चाहिँ आइसिसिआरमा के हुन्छ कि पहिला ए सिलेक्सन इमेल चाहिँ हामीलाई कलेजबाट चाहिँ आउँछ होइन। अनि कलेजबाट आइसकेपछि केही दिन चाहिँ हामी वेट गर्छौँ, त्यसपछि एम्बेसीले डिसाइड गर्छ अनि फाइनल सिलेक्सन चाहिँ एम्बेसीबाट चाहिँ आउने हो। अनि एम्बेसीबाट चाहिँ मेल आइसकेपछि तिमीले चाहिँ एम्बेसी कहिले गयो अनि के डकुमेन्ट चाहिँ लिएर जानु पर्यो, अनि कतिवटा नोटराइज सेट चाहिँ लिएर गएको थियो, अनि कहाँ कहाँ गयो, अनि के कस्तो प्रोसेस भयो, त्यो चाहिँ हल्का राम्रोसँग एक्सप्लेन गरिदिनु। अब प्रोसेस भन्नुपर्दा चाहिँ अब एकचोटि हामीलाई मेल आइसकेपछि त्यहाँ टाइम दिएको हुन्छ होइन कि एम्बेसी भिजिट गर्न आउनु भनेर। डकुमेन्टहरू त्यहाँ लेखेकै हुन्छ, लिस्ट गरे हुन्छ। ठ्याक्कै त्यही डकुमेन्ट लगेर नोटराइज कपीहरू लगेर हामी एम्बेसी जानुपर्ने हुन्छ। डकुमेन्ट भन्नुपर्दा चाहिँ जति जति मसँग भएको सबै ओरिजिनल डकुमेन्टहरू, अनि त्यसपछि नोटराइज गरेको 3 सेट मैले लगेको थिएँ। ओके, 3 सेट, अनि त्यसपछि त्यही हो डकुमेन्ट भए जतिको चाहिँ ओरिजिनल र नोटराइज 3 सेट, त्यो चाहिँ लगेर एम्बेसी गएको। अनि त्यो भाउचर जुन हुन्छ नि त्यो पनि सबै जति अहिलेसम्म प्रोसेसमा युज गरेको जति पनि डकुमेन्ट छ सबै डकुमेन्ट लिएर एम्बेसी गएँ। एम्बेसी गएर चाहिँ त्यहाँ उहाँहरूले अब ऊ चाहिँ गर्नुभयो, एउटा चेकजार जस्तो सानो हुन्छ त्यहाँ गर्नुभयो, डकुमेन्टहरू लिनुभयो। अनि त्यसपछि चाहिँ सिधा अब भित्रतिर काउन्सेलिङ गर्न पठाउनु भयो। त्यस्तो इन्टरभ्यू भन्ने त थिएन, सिधै काउन्सेलिङ गर्नुभयो। अनि हाम्रो हातमा चाहिँ POAL भन्छ, त्यो प्रोभिजनल एडमिसन लेटर हो, त्यो चाहिँ दिनुभयो। अनि ठ्याक्कै त्यसपछि हामी निस्क्यौँ त्यहाँबाट। ओके। अनि तिमीसँग कतिजना थियो त्यहाँ चाहिँ? त्यहाँ त अरू अरू पनि थिए, डिफ्रेन्ट डिफ्रेन्ट कलेजहरू पाएको। अब कोही कोही चाहिँ एमटेकबाट पनि स्कलरसिप पाएकाहरू पनि थिए। हामी चाहिँ बिटेक पनि थिए, टन्नै हुन्छन्। धेरै पनि त होइन, तर जे होस् हुन्छन्। ओके। अनि लाइक त्यसपछि उहाँ पिओ लेटर दिइसकेपछि लाइक कलेजमा इन्फर्म गर्नुपर्ने हुन्छ कि हामी कहिले आउनु भनेर, अनि एम्बेसीले लाइक तिमीलाई चाहिँ भन्यो कि कलेजलाई कन्ट्याक्ट गरेर कहिले आउनु पर्ने हुन्छ भने, अथवा त्यो कलेजले इमेल गरेको थियो कि यो दिन चाहिँ तिमीले एडमिसनको लागि आउनुपर्छ भनेर कलेजमा? दाइ ठ्याक्कै काउन्सेलिङ गर्ने बेला नै एम्बेसीले चाहिँ भनिदिइराखेको हुन्छ कि तपाईँले अब कलेजलाई कन्ट्याक्ट गर्नु कहिले बोलाइरहेछ भनेर। त्यहाँदेखि एम्बेसीको काम सके जस्तो हुन्छ कि अब आफैले चाहिँ कन्ट्याक्ट गर्ने। अब हेल्प त गर्छन् एम्बेसीले जे होस्, तर आफैले कन्ट्याक्ट गर्यो। अनि आफैले कन्ट्याक्ट गरेर अब उहाँहरूले भन्नुहुन्छ कि ठ्याक्कै यति बेला आउँदा हुन्छ, एडमिसनको टाइम यति यति हो भनेर मेलमा चाहिँ पठाइदिएर हुन्छ मेसेज चाहिँ। ओके। अनि तिमीले जाने बेलामा चाहिँ केबाट गयो, फ्लाइट अथवा ट्रेनबाट चाहिँ? सुरुमा चाहिँ पहिलोचोटि जाँदाखेरि फ्लाइट नै गरेको। ए फ्लाइट नै गरेको थियो? हजुर हजुर। अनि को को गएको थियो, तिमी र तिम्रो प्यारेन्ट्स? हजुर, म र अङ्कल जानुभएको थियो। ओके। अनि फ्लाइटको टिकटहरू चाहिँ तिमीले अपलोड गर्नु परेको थियो पछि चाहिँ, किनभने त्यसको पैसा चाहिँ रिइम्बर्स हुन्छ भनेर पनि भनेको हुन्छ नि त। अनि त्यो पैसा चाहिँ एटलिस्ट आयो कि आएन, के कस्तो भयो? यस्तो अब यो चाहिँ कुरा होइन धेरै क्लियर चाहिँ छैन, किनकि हामीले त लाइक NIT के सुरतकलमा चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो पाएको छैनौँ। हामीले दाइहरूलाई नि सोधिरहेको हुन्छौँ, अब अहिलेसम्म चाहिँ आएको छैन रिइम्बर्समेन्ट चाहिँ। तर त्यो ICCR को गाइडलाइन्स पढ्दाखेरि चाहिँ त्योमा लेखेको हुन्छ भनेर कन्फ्युज भइन्छ आफू चाहिँ। अब हाल्न त हालिन्छ, मैले पनि अब साथीहरू पनि हालेकै हो। फ्लाइटको चाहिँ टिकट्सहरू जति आफूले हुन सक्ने सबै गरे काम हामीले। अब हेरौँ अब पठाउँछन् कि पठाउन्न, अहिलेसम्म चाहिँ आएको छैन। ए लाइक त्यहाँ चाहिँ लेखेको हुन्छ, लाइक गाइडलाइन्समा भनेको हुन्छ कि 3वटा त्यो एजेन्सी कि एजेन्ट हुन्छ, त्यहाँबाट चाहिँ टिकट काट्नुपर्ने हुन्छ। एउटा
आइआरसिटिसी वेबसाइट अथवा अनि त्यस्तै पाल्मर भनेर हुन्छ, अनि हजुर त्यहाँबाट काट्यो अनि पर्टिकुलर फ्लाइटबाट गयो भने त्यसपछि मात्र पैसा चाहिँ रिफन्ड हुन्छ भनेर हजुर त्यहाँ हजुर चाहिँ गरेको हुन्छ। अनि हजुर त्योबाट गएको छ भने अनि त्यसको टिकटहरू चाहिँ आफूसँग सम्हालेर राख्नुपर्ने हुन्छ, अनि होटल बसेको छ भने त्यसको पनि टिकट आफूसँग राख्नुपर्ने हुन्छ। अनि हजुर पछि चाहिँ लाइक कलेजमै सब्मिट गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई, कि कहाँ सब्मिट गरेको थियो? कुन त्यो फ्लाइट डिटेल्सहरू अँ होइन पर्दैन दाइ, कलेजमा चाहिँ पर्दैन। त्यो चाहिँ आफै त्यो अनलाइन जुन पोर्टल हुन्छ नि जसबाट हामीले फर्म भरेको हुन्छ ए टु ए पोर्टल, त्यसमै सब्मिट गर्ने हो। अनलाइन लाइक डकुमेन्टहरू स्क्यान गरेर त्यहीँ हालिदिने हो। ओके त्यति भएपछि पुग्छ। ओके, भनेपछि त्यो प्रोसेस चाहिँ तिमीहरूले गरिसकेको छ तर अहिलेसम्म चाहिँ पैसा आएको छैन त्यसको चाहिँ। हजुर अहिलेसम्म चाहिँ हाम्रो आएको छैन, अब अरू कलेजको चाहिँ थाहा भएन मलाई। ओके, अनि एडमिसन गर्ने बेलामा अब त कलेज गयो, अनि कलेज गइसकेपछि एडमिसन गर्ने बेलामा चाहिँ के डकुमेन्ट चाहिँ त्यहाँ एडमिसनमा चाहिँ चाहिन्छ, अनि कति एडमिसन पैसा चाहिँ तिर्नु परेको थियो सुरुमा चाहिँ? लाइक डकुमेन्ट्स भने मैले अघि नै भने त्यो जति पनि डकुमेन्ट्सहरू हामीले फर्म भर्दा युज गरे हुन्छ, लाइक दोज अल डकुमेन्ट्स त्यो चाहिँ हाल्नुपर्छ हामीले। अँ, ओरिजिनल चाहिँ आफूसँग राख्ने, अनि जुन एम्बेसीले लाइक एक सेट चाहिँ ल्या हुन्छ, अनि दुई तिन सेट चाहिँ हामीलाई दिएको हुन्छ कि ओके अब यो लिएर जानु भनेर। हामीले आफै आफ्नो लाइक उसको लागि हो चाहिँ आफू लाइक सेफ साइडमा हुनलाई दुई तिन सेट चाहिँ हामीले एक्स्ट्रा राख्छौँ आफूसँग, अनि लगेर जान्छौँ त्यहाँ। अनि कलेजले चाहिँ प्रायः जस्तो एक सेट नै लिएर हुन्छ। अब कुनै कुनै कलेजमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ कि एक सेट लाइक मेन एडमिनिस्ट्रेसनले लियो, अर्को डिपार्टमेन्टले पनि लिन सक्छ, त्यही भएर आफूसँग चाहिँ चारवटा सेट जति राख्नु। ओके, भनेपछि बढी राख्यो भने आफूसँग सेफ साइड हुन्छ, हजुर किनभने पछि चाहिँ नोटराइज गर्नको लागि फेरि बाहिर चाहिँ गाह्रो पर्छ इन्डियामा हजुर आइसक्यो, हजुर किन हामीलाई चाहिँ थाहा हुँदैन अनि कहाँ गराउने भनेर गाह्रो पर्न सक्छ। उम्, अनि एडमिसन फी चाहिँ कस्तो थियो, लाइक कति लाग्यो सुरुमा चाहिँ? लाइक केही चार्जेसहरू पनि दिनुपर्ने हुन्छ, सिक्युरिटी डिपोजिट अथवा अनि त्यसै गरी अरू चार्जेसहरू पनि हुन्छ नि त? हजुर हजुर हुन्छ। त्यो सुरुमा चाहिँ यस्तो हुन्छ, ट्युसन फी चाहिँ हामीले तिरिराख्नु पर्दैन। अँ, तर सुरुमा चाहिँ जाँदाखेरि त्यहाँको एडमिसन चार्जेसहरू, सेक्युरिटी फन्ड्सहरू त्योहरू उस गराएर चाहिँ सुरुमा चाहिँ हामीले मैले जे होस् हाम्रो चाहिँ कति थियो भन्दाखेरि 50,000को अराउन्डमा मैले चाहिँ तिर्न परेको थियो पहिलो सेमेस्टरको चाहिँ। ओके अनि उहाँहरूले अब कुनै कुनैमा यस्तो पनि हुन्छ कि जसरी सुरुको चाहिँ जहिलेसम्म आइसिसिआरको ऊ आएको छैन आफैले तिर्ने त्यो पैसाहरू, पछि चाहिँ आइसिसिआरले म्यानेज गराइदिन्छ। ओके, अनि तिम्रो चाहिँ यो ब्याङ्क ओपनिङको प्रोसेस चाहिँ के थियो? ब्याङ्क ओपनिङ भन्दाखेरि चाहिँ कलेजले चाहिँ हेल्प गर्यो। ओके ठ्याक्कै कलेजमै अब त्यहाँको त ठुलो ठुलो कलेजहरू हुन्छ, उहाँहरूसँग अब आफ्नै कलेजभित्रै चाहिँ ब्याङ्क उहरू हुन्छ। अब मैले चाहिँ खासमा एसबिआई ब्याङ्क चाहिँ थियो, अरू पनि ब्याङ्क थियो तर लाइक मोर प्रेफरेबल चाहिँ एसबिआई। अनि त्यसपछि ठ्याक्कै कलेजले सोध्यौँ, कलेजलाई सोध्यौँ हामीले कि सर के कसरी हो, हामी नेपाली स्टुडेन्ट्सहरू हौँ भनेर। अनि त्यसपछि लाइक हेल्प गरिदिने, अनि ठ्याक्कै हामीले पासपोर्ट चाहिँ राख्नु पर्यो, मेन चाहिँ त्यही हो। अनि पासपोर्टकै उसमा खोल्ने हो, किनकि अब हामीसँग इन्डियन सिटिजनसिप त हुन्न, अनि नेपालीले चाहिँ प्रायः जस्तो खोलिरहेको हुन्न भनेपछि पासपोर्ट चाहिँ एकदम नेसेसरी हो। त्यो चाहिँ दिएर अनि त्यसपछि हाम्रो लागि लगभग लगभग एक हप्ता जति टाइम लाग्यो अनि बन्यो। ओके, लाइक होस्टेलबाट पनि केही बोनाफाइड दिन्छ अनि कलेजले पनि सपोर्ट गर्छ, त्यसपछि त्यो कलेजभित्र हजुर भयो त्यो ब्याङ्क ओपनिङ चाहिँ प्रोसेससँग अगाडि इजी हुन्छ होइन? हजुर हजुर किनभने तिनीहरूले पनि त्यो पासपोर्ट चाहिँ भेरिफाई गर्छ पछि चाहिँ। हजुर हजुर पासपोर्ट पनि भेरिफाई गर्छ। अनि त्यो जुन हजुरले भन्नुभयो नि भर्खरै त्यो होस्टेलबाट, यो होस्टेल यही होस्टेलमा बसिरहेछ भनेर त्यो पनि एउटा लेटर दिन्छ, अनि ठ्याक्कै त्यही लेटर लगेर दिनुपर्छ ब्याङ्कलाई, अनि बनाइदिन्छ। ओके, अनि तिम्रो स्टाइफनमा चाहिँ के कुरा चाहिँ एड गरेको हुन्छ, लाइक होस्टल फी, मेस फी, ट्युसन फी, अनि कति चाहिँ आउँछ लाइक स्टाइफमा चाहिँ? अनि कति दिनपछि आएको थियो तिम्रो एडमिसन भएपछि? ब्याङ्क ओपन चाहिँ तिमीले गर्यौ, अनि त्यसपछि तिमीले चाहिँ आफ्नो ब्याङ्कको डिटेलहरू चाहिँ पोर्टलमा सब्मिट गरेको थियो कि के कस्तो थियो? यस्तो थियो दाइ, ठ्याक्कै स्टाइपेन्डको कुरा गर्नुपर्दा चाहिँ स्टाइपेन्ड भनेपछि हामीलाई चाहिँ ठ्याक्कै होस्टेल फिस र मेस फिस भनेर आइसिसिआरले दिँदैन। आइसिसिआरले डाइरेक्ट कलेजलाई दिने भनेको हाम्रो ट्युसन फिस हो, अनि ओके रेस्ट अफ द होस्टेल फिस एन्ड मेस फिस त्यो आफैले चाहिँ दिनुपर्छ हामीले। त्यो चाहिँ स्टाइपेन्डको पैसाबाटै ठ्याक्कै। अब त्यो स्टाइपेन्ड त सुरु सुरुमा आउँदैन, दुई तिन महिना चाहिँ त्यो चाहिँ आफ्नै पकेटबाट चाहिँ दिनुपर्ने हुन्छ सुरुमा। त्यसपछि ठ्याक्कै त्यो अब दुई तिन महिनापछि आइसिसिआरले त्यहाँबाट पठाइदिन्छ जे होस्। अनि ब्याङ्क ओपन गरिसकेपछि ब्याङ्कको डिटेल्स चाहिँ तिमीलाई इमेल थ्रु मेल गरेको थियो कि पोर्टलमा अपलोड गरेको थियो, कहाँबाट चाहिँ?
लाइक पोर्टलमा पनि अपलोड गरेको थियौँ हामीले, तर उताबाट मेलहरू पनि आइहाल्छ डिटेल्सहरू। लाइक आइसिसिआरलाई चाहिँ मेल गरेको थियो कि हजुर तपाईँ? हजुर, आइसिसिआरलाई पनि मेल गरेको थियौँ अनि पोर्टलमै पनि हालेको थियौँ। ओके, पोर्टल चाहिँ त्यति बेलासम्म ओपन हुन्छ आइसिसिआरको? ओपन हुन्छ, हामीले भर्न मिल्छ। ओके, अनि लाइक अब चाहिँ यो कुरा चाहिँ हाम्रो भइसक्यो लाइक कलेजको बारेमा, एडमिसन प्रोसेसको बारेमा। अनि हजुर। तिमीलाई चाहिँ कलेजमा गइसकेपछि चाहिँ कस्तो लाग्यो, लाइक उहाँ त्यहाँको इन्भाइरोमेन्ट, कल्चर, अनि त्यहाँको इन्टरनेसनल स्टुडेन्टहरूलाई चाहिँ कस्तो सपोर्ट गर्छ, अनि त्यहाँ कस्तो फिल भयो तिमीलाई चाहिँ त्यहाँ, अनि सपोर्ट चाहिँ कस्तो पायो तिमीले चाहिँ? लाइक बेसिकली भन्नुपर्दा दाइ कि सुरुमा चाहिँ अब इन्डिया जाँदाखेरि आफ्नो कल्चर र नेपाली कल्चर र इन्डियन कल्चर हल्का त डिफ्रेन्ट भइ नै हाल्यो। अब सुरुमा चाहिँ थोरै अप्ठ्यारो हुन्छ आफूलाई, तर बिस्तारै जाँदाखेरि कोप गर्न सकिन्छ भन्ने जस्तो लाग्छ मलाई। अब हामी पनि सुरुमा जाँदाखेरि सुरुमा उहाँहरूको लाइक कल्चर थोरै डिफ्रेन्ट छ। अब सुरुमा चाहिँ सिक्न पर्यो, अब हल्का त्यस्तै गरेर अब पेसेन्टली बोल्न पर्यो, अब ऊ गर्नु पर्यो। अनि साथीहरू बन्दै जाँदा बिस्तारै सिकिँदै गइन्छ। ठ्याक्कै अब टिचरहरू पनि हेल्पफुल हुन्छन्। जे होस्, केही सिक्न पर्यो, केही उ गर्नु पर्यो, ल बुझ्छन्, कुरा चाहिँ बुझ्छन्। जे होस्, अब आफूले चाहिँ इन्टरनेसनल स्टुडेन्ट छौँ सर, यस्तो यस्तो प्रब्लम छ भन्दाखेरि, सर हामीलाई चाहिँ हल्का अप्ठ्यारो भयो, यस्तो भयो भन्दाखेरि बुझ्छन्, मजाले बुझ्छन्, अब हेल्प गरिदिने पनि हुन्छन् धेरै जस्तो। ए, भनेपछि टिचरहरूले पनि सपोर्ट गर्छन् इन्टरनेसनल स्टुडेन्टलाई गर्छन्। प्रब्लम आयो भने? हजुर हजुर, गर्छन्। ओके, अनि लाइक तिमीले चाहिँ त्यहाँ चाहिँ कतिवटा स्टुडेन्ट चाहिँ थियो तिम्रो ब्याचमा चाहिँ, लाइक आइसिसिआरमा? लाइक एनआइटी सुरतकलले चाहिँ कम नै लिएर हुन्छ। मेरो ब्याचमा चाहिँ हामी 3जना मात्र थियौँ, ओके। तिनटै डिफ्रेन्ट डिफ्रेन्ट डिपार्टमेन्टमा। ओके, अनि स्किमबाट चाहिँ कतिजना थियो, लाइक कम्पेक्स अनि स्टडी इन इन्डियाबाट? अरू पनि छन्, डासाबाट नि आइरह हुन्छन्, डाइरेक्ट अँ, एडमिसनबाट नेपालीहरू पनि आइरह हुन्छन्। अनि उता लाइक अरू अरू कन्ट्रीबाट नि आइरह हुन्छन्। कम्पेक्सबाट चाहिँ नेपाली चाहिँ मैले त आफ्नो ब्याचमा चाहिँ देखिनँ, कोही पनि छैन। अर्को तपाईँको लाइक एसआइआई भन्नुभयो नि जुन, त्योबाट पनि अब नेपाली त त्यस्तो मैले भेटेको छैन। आइसिसिआर नै देखायो तिनवटा हामी चाहिँ। अनि अरू भनेपछि चाहिँ अरू अरू कन्ट्रीको चाहिँ आउँछन्। ए, अरू अरू कन्ट्रीको चाहिँ थियो। हजुर। ए, अनि अनि तिम्रो त्यहाँ चाहिँ कस्तो थियो, लाइक क्लब्सहरू, ह्याकाथन अथवा फेस्टहरू, कल्चरहरू कस्तो लागेको चाहिँ? लाइक ड्रास्टिक चेन्ज हुन्छ क्या त। अब यता नेपालमा बसेपछि अब कलेजमा पढ्यो, क्लब्सहरू जोइन गर्यो होइन, त्यहाँ गएपछि एकदम लाइक धेरै ठुलो अपर्च्युनिटी पाए जस्तो हुन्छ। त्यही क्लब्सहरू पनि लाइक राम्रो राम्रो क्लब्सहरू, धेरै धेरै क्लब्सहरू हुन्छन्, मल्टिपल क्लब्सहरू हुन्छन्। सुरुमा त आफू कन्फ्युज भइन्छ कुन सेलेक्ट गरौँ कुन उ गरौँ भनेर। बिस्तारै सिनियरसँग इन्टरेक्ट गर्दै जाँदा लाइक विल गेट टु नो कि कस्तो हुँदो रहेछ, अब कुन क्लब चाहिँ छिर्दा राम्रो हो अब गर्ने। अनि लाइक टाइम टु टाइम फ्रिक्वेन्टली तिनीहरूले गराइरह हुन्छन् प्रोग्रामहरू, लाइक बुट क्याम्प्सहरू, अनि त्यसपछि क्लब एक्टिभिटिजहरू गराइरह हुन्छन्। जे होस्, ए, अनि सिनियरहरूसँगको इन्ट्रेक्सन चाहिँ कस्तो थियो, हेल्प गर्छन् तिनीहरूले? गर्छन् दाइ गर्छन्। सिनियरहरू चाहिँ एकदम हम्बल छन्। अब स्पेसली चाहिँ अब यस्तो हो नि त दाइ, अब हामीले चाहिँ धेरै जस्तो म चाहिँ साउथ पऱ्यो नि त, साउथतिर गएँ। उतातिर अब कुनै कुनै नर्थको लाइक कलेज पनि हुनसक्छ। अब उताको त हल्का कल्चर डिफ्रेन्ट छ, साउथतिर चाहिँ हल्का कल्चर डिफ्रेन्ट छ। यहाँ चाहिँ मैले अब अहिलेसम्म एक्सपिरियन्स गरेको साउथमा चाहिँ जे होस् एकदम हेल्पफुल सिनियरहरू छन्, हेल्प गर्छन्। होइन न, उताको भनेको होइन, लाइक नेपाली सिनियरहरू। ए नेपाली सिनियरहरू उनीहरू त राम्रो छन्, एकदम राम्रो ए, छन् दाइहरू त। सिनियर हो उहाँ चाहिँ त्यो हजुर कलेजमा? हजुर, एकदम 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 हेल्पफुल छन्। सुरुमै गएको बेला यसो चिनजान भयो दाइहरूसँग, सुरुमा त थिएन। अब अनलाइन बेसिकली अब अनलाइन त थाहा हुँदैन आफूले। अब एकचोटि कलेजमा गएपछि एडमिसन गराएपछि दाइहरूसँग भेटघाट भयो। दाइहरू चाहिँ हेल्प हेल्प गर्नुभयो सुरुमा चाहिँ, सब कुरा सिकाउने, अब यस्तो यस्तो हुन्छ हेर भाइहरू, चिन्ता नमान यताउता भनेर सब सिकाउनु भयो। ओके, भनेपछि एकाडेमिकहरूमा अनि यताउता सब कुरामा चाहिँ हेल्प गर्यो। गर्नुभयो। अनि साउथमा गइसकेपछि हल्का ल्याङ्ग्वेज ब्यारियर अथवा एडजस्ट गर्नमा गाह्रो, अनि खानाहरूको प्रब्लम त्यस्तो भएको थियो? दाइ अब लाइक कस्तो हुन्छ भन्दाखेरि लोकली चाहिँ साउथमा गयो भने लोकली चाहिँ डिफ्रेन्ट ल्याङ्ग्वेज डिफ्रेन्ट कल्चर चाहिँ एक्सपिरियन्स गरिन्छ। र कलेजभित्र चाहिँ हाम्रो कलेजमा चाहिँ 50% चाहिँ साउथबाटै लाइक सेम स्टेट, अनि 50% चाहिँ अल ओभर इन्डियाबाट आउँछ। अब त्यति भएपछि अब आफ्नो कल्चर पनि हेर्न पाइन्छ। सर्ट अफ अब नेपाल र इन्डियाको कल्चर लिटल बिट सिमिलर नै छ भनौँ नर्थतिरको चाहिँ, साउथ त डिफ्रेन्ट भइहाल्यो।
अनि त्यो नर्थकोहरूसँग चाहिँ मिल्न सकिन्छ। अब साउथको कल्चर भन्दाखेरि त्यति धेरै ल्याङ्ग्वेज ब्यारियर ऊहरू चाहिँ हुँदैन, किन इङ्ग्लिसमै प्राय बोल्ने हो, इङ्ग्लिसमै इन्टरेक्ट गर्ने हो सबैसँग, टिचरहरूसँग नि स्टुडेन्ट्सहरूसँग नि। अब साथीहरू भए पनि इङ्ग्लिसमै प्राय बोलिरहन्छ हुन्छन्। अनि इट्स बेटर। ओके, त्यहाँ चाहिँ कतिवटा कन्ट्रिजबाट स्टुडेन्टहरू चाहिँ आउँछ एनआइटी सुरतकलमा, तिमीको अथवा एक्सपिरियन्स गरेको अहिलेसम्म? हजुर हजुर। अब मैले चाहिँ एक्सपिरियन्स गरेको चाहिँ बङ्गलादेशबाट, उता केन्याबाट नि आएका छन्। अरू तपाईँको चाइनाबाट नि, अनि आइरहेको हुन्छन् दाइ, 4-5वटा कन्ट्रीबाट लाइक हुन्छन्। चाइनाबाट पनि हुन्छ? हुन्छन्, जहाँबाट नि हुन्छ। ए ओके। अनि लाइक यदि तिमीले चाहिँ कम्पेयर गर्नु पर्यो भने होइन, हजुर लाइक नेपाल र इन्डियाको एजुकेसन सिस्टम, लाइक सिलेबसमा, एजुकेसन सिस्टममा, इन्भाइरोमेन्टमा, कल्चरमा, अनि कसरी त्यो इन्भाइरोमेन्टले स्टुडेन्टलाई चाहिँ ग्रो गर्नमा हेल्प गर्छ, अनि त्यो हेर्नु पर्यो भने, किनभने तिम्रो साथीहरू पनि नेपालमा होला जो चाहिँ इन्जिनियरिङ गर्दैछ भनेपछि कस्तो चाहिँ तिमीलाई डिफ्रेन्स लाग्छ? यस्तो हुँदै, अब नेपालको भन्नुपर्दा मैले पनि नेपालमा पढेकै हो सुरुमा, +2सम्म चाहिँ। अब कस्तो हुन्छ भन्दाखेरि इन्डिया गएपछि अब नयाँ कुराहरू सिक्न पाइन्छ, नयाँ लाइक एक्सपोजर चाहिँ धेरै हुन्छ भनौँ। लाइक नेपालको पनि एजुकेसन सिस्टम आफ्नो ठाउँमा चाहिँ ठिक नै छ, तर अब इन्डियाको भन्दा चाहिँ हल्का हल्का धेरै एक्सपोजर चाहिँ पाइन्छ भनौँ। लाइक अब नयाँ नयाँ चिजहरू मन लाग्यो भने सिक्न पाइयो। अब केही, अब अरू पनि आफै जस्तो धेरै स्टुडेन्टहरू हेर्न पाइन्छ होइन। अनि तिनीहरूले नि केही नयाँ गरिरहेछन् भने ल हेर्ने बुझ्ने त्यस्तो हुन्छ। सिक्न पाइन्छ अरूसँग? हजुर हजुर हजुर। अपर्च्युनिटिजहरू चाहिँ टन्नै हुन्छ, ग्राब गर्न सक्नु पर्यो। ओके। हजुर अनि तिमीले इयर लस गरेको थियो कि अप्लाई गर्नको लागि आइसिसिआरमा? हजुर, मैले चाहिँ गरेको थिएँ। ओके। अनि केही ब्याकअप पनि अप्सन थियो कि, लाइक किनभने फिक्स हुँदैन नि त आइसिसिआर कम्प्लेक्स, यो स्कलरसिप हो अनि यसमा चाहिँ फिक्स हुँदैन कि हुन पनि सक्छ नहुन पनि सक्छ, सो तिम्रो केही ब्याकअप अप्सन थियो कि? हजुर, मैले चाहिँ खासमा पुल्चोकको इन्ट्रान्स को लागि प्रिपेरेसन गरिरहेको थिएँ। अनि त्यही बिचमा मैले ठ्याक्कै फर्म फिलअप गरेँ, अनि त्यसपछि आई गट द मेसेज, एन्ड देन त्यसपछि छोडेँ मैले। ए ओके। यो कुरा चाहिँ म अरू स्टुडेन्टहरूलाई पनि भन्न चाहेँ कि आइसिसिआर कम्प्लेक्स अथवा कुनै पनि स्कलरसिपको भरमा चाहिँ नबस्नु होला, आफूबाट चाहिँ आइओई अथवा अरू कुराको चाहिँ प्रिपेरेसन गर्दै बस्नु होला र अरू ब्याकअप अप्सन चाहिँ राख्नु होला, किनभने यदि यसमा भएन भने तपाईँले चाहिँ फेरि त्यो ब्याकअप अप्सन पछाडि नै जानुपर्ने हुन्छ। हजुर अनि प्लेसमेन्ट चाहिँ कस्तो छ उता चाहिँ एनआइटी सुरतकलमा? किनभने एनआइटी भइसकेपछि त प्लेसमेन्ट हुन्छ नै हुन्छ, तर हजुर स्टुडेन्टहरूको डाउट यो हुन्छ कि दाइ नेपाली स्टुडेन्टहरूलाई चाहिँ प्लेसमेन्टमा बस्न पाउँछ कि पाउँदैन, अनि कतिको प्लेसमेन्ट लाग्छ, अनि कम्पनीहरूले चाहिँ अलाउ गर्छ कि गर्दैन, म्याक्सिमम् चाहिँ डाउटहरू यो चाहिँ हुन्छ। प्लेसमेन्ट भन्दाखेरि चाहिँ एनआइटी भनेपछि अब नाम नै राम्रो छ, कलेज पनि राम्रो छ, प्लेसमेन्टहरू चाहिँ हुन्छ। ठुलो ठुलो जति पनि फ्याङ कम्पनीहरू भयो उनीहरू चाहिँ आउँछन्। अनि नेपालीहरूको जुन तपाईँले भन्नुभयो कि त्यस्तो त्यस्तो खासै हुँदैन, यदि लाइक युआर गुड देन युल गेट चान्सेस, त्यस्तो छ, पाइन्छ। लाइक नर्मल नै ट्रिट गर्छन्, यस्तो हुन्छ नेपाली हो भनेर ऊ चाहिँ गर्दैनन् त्यस्तो। ओके, लाइक तिमीलाई केही थाहा भएको, लाइक सिनियरमा कसो प्लेसमेन्ट चाहिँ कहीँ भएको छ, राम्रो प्लेसमेन्ट भएको छ? हजुर हजुर, भएको छ। भर्खरै अहिले इन्टर्नसिपहरू, अब थर्ड इयरका दाइहरूसँग हामीलाई चाहिँ चिनजान धेरै छ, उहाँहरूको इन्टर्नसिप चाहिँ लागेछ। जे होस्, कम्पनी? ओराकलमा चाहिँ जानुभयो, एउटा दाइ चाहिँ ओराकलमै गर्नुभयो, ओराकल इन्डिया भनेर। ओके। अनि अरू दाइ पनि इन्टर्नसिप चाहिँ पाउनु भएको छ। ओके, भनेपछि अपर्च्युनिटी चाहिँ छ नेपाली हजुर स्टुडेन्टहरूलाई पनि। छ छ। अनि तिमीले चाहिँ आइएल्स अथवा कुनै डुओलिङ्गो इङ्ग्लिस टेस्ट चाहिँ दिएको थियो? इङ्ग्लिस प्रोफिसियन्सी भनेर चाहिँ कलेजले नै दिएको थियो मलाई। त्यस्तो अब आइएल्स र त्यो डुओलिङ्गो टेस्ट गऱ्यो भने चाहिँ एडिसनल आफ्नो लागि बेनिफिट, त्यहाँ फर्ममा चाहिँ फिलअप गर्न पाइयो। तिमीले चाहिँ त्यस्तो गरेको थियो कि थिएन? मैले त गरेको थिएन, मैले चाहिँ इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट कलेजबाट सर्टिफिकेट दिएका थिएँ, त्यही अपलोड गरेँ मैले। त्यो चाहिँ कलेजले चाहिँ बनाइदिन्छ कि मैले हजुर चाहिँ इङ्ग्लिस पढेको छु यो यप कलेजबाट चाहिँ? यप। अनि लाइक आइसिएसआरमा के लाग्छ तिमीलाई सोर्सहरूको बारेमा? सोर्सहरू लाग्छ कि लाग्दैन? लाइक त्यति धेरै त म स्योर छैन यसको बारेमा, बिकज मेरो चाहिँ कस्तो भएको भन्दाखेरि आफै चाहिँ आएको हो, मैले उ गरेँ अनि आफै आयो। त्यस्तो त लाइक कति कति मैले पनि सुनिरहेको हुन्थेँ,
कोही कोहीको मुखबाट कि सोर्सेसहरू पनि लाग्छ भनेर। अब आफूले चाहिँ त्यस्तो एक्सपिरियन्स चाहिँ गर्न पाइएन, अब थाहा छैन, त्यति धेरै त थाहा छैन, मेरो चाहिँ यस्तै भएको हो। धेरै जस्तो आजभोलि त मेरिटकै बेसिसमा हुन्छ जस्तो लाग्छ मलाई। किनभने मेरिटकै बेसिसमा बढी चाहिँ स्टुडेन्टहरूको नाम चाहिँ आएको हुन्छ। अब हजुर केही एक्सेप्सनहरू चाहिँ हुन्छ जसको चाहिँ बेग्लै कुरा हुन्छ, नत्र भने म्याक्सिममहरू चाहिँ मेरिटकै बेसिसमा चाहिँ आएको हुन्छ। हजुर हजुर। अनि लाइक तिम्रो सजेसन अथवा केही एडभाइस नयाँ स्टुडेन्टहरूको लागि जो चाहिँ अहिले फर्म चाहिँ फिलअप गरेर वेट गर्दैछन् रिजल्टहरूको लागि? लाइक सजेसन भन्नुपर्दा दाइ, अब फर्म चाहिँ भर्दाखेरि एकदम पेसेन्टली भर्नु पर्यो। किनकि अब यस्तोमा कस्तो हुन्छ भन्दाखेरि थोरै पनि केही मिस्टेक भयो भने रिजेक्ट हुने चान्सेस चाहिँ हुन्छ होइन। अब त्यो ग्रेडहरू हाल्दाखेरि ऊहरू हाल्दाखेरि अब पर्सेन्टेजमा इन्डियामा चाहिँ कस्तो हुन्छ भने पर्सेन्टेजमा हाल्नुपर्ने हुन्छ। हामीले चाहिँ ग्रेड चाहिँ जिपिएमा पाउँछौँ। अब ठ्याक्कै त्यो कन्भर्ट गरेर अनि राम्ररी चाहिँ हाल्नु पर्यो, पेसेन्ट चाहिँ हुनु पर्यो मान्छे चाहिँ। अब आत्तिहाल्नु परेन। अनि जे प्रोसेसहरू आइसिसिआरको गाइडलाइन्स चाहिँ एकदम लाइक राम्ररी पढ्ने, थ्रुली जाने त्यहाँदेखि। अनि अरू सजेसन भनेको अब एकचोटि यदि फर इक्जाम्पल सेलेक्सन मेरो भइसक्यो, मैले आइसक्यो, लाइक इमेल आयो, अब इम्बेसी गयो, पुरै सेलेक्सन भइसक्यो भने चाहिँ अब त्यहाँ जाँदाखेरि अब आफ्नो चाहिँ माइन्ड मेकअप चाहिँ गरिराख्ने कि कल्चर डिफ्रेन्ट हुन्छ भनेर, त्यसको लागि चाहिँ तयार बस्ने। अनि सुरुमा चाहिँ हल्का अप्ठ्यारो हुनसक्छ, हल्का अब हामीलाई पनि भएको हो सुरुमा त, तर सबै चाहिँ धीरे बिस्तारै बिस्तारै 2-3 महिना हुँदै जाँदा भइहाल्छ। फर्स्ट सेमेस्टर चाहिँ हल्का गाह्रो जस्तो लाग्न सक्छ आफूलाई, किनकि अब स्टडी पनि हल्का एकाडेमिक पनि थोरै डिफ्रेन्ट छ। थोरै तपाईँको अब ऊहरू लाइक हामीलाई पढाउने र उतातिर पढाउने थोरै थोरै डिफ्रेन्ट चाहिँ हुन्छ। त्यति भएपछि चाहिँ आफूलाई चाहिँ अब तयार राख्नु पर्यो। ओके। अनि तिमीले चाहिँ त्यो जिपिए कुरा गर्दै थियौ कि जिपिएबाट पर्सेन्टेजमा कसरी कन्भर्ट गर्ने हजुर भनेर, अनि तिमीले चाहिँ कसरी गरेर चाहिँ राखेको थियो? मैले त दाइ यस्तो अब ठ्याक्कै त्यो एसआइआईको जुन एउटा ग्रेड कन्भर्जन सिट आउँछ क्या, त्यो अनलाइन पाइन्छ, त्योबाट हेरेरै मैले गरेको थिएँ। त्योमा चाहिँ लेखेको हुन्छ कि यति जिपिए छ भने नेपाल र डिफ्रेन्ट डिफ्रेन्ट कन्ट्रीको लागि त्यहाँ हुन्छ। ठ्याक्कै अब नेपालको लागि पनि त्यहाँ छुट्याइदिएर राखेको छ। ठ्याक्कै त्यहीँ मैले हेरेको थिएँ, ठ्याक्कै यतिदेखि यति जिपिए आएको छ भने 90+ भयो भन्ने बुझ्नुपर्छ नि त। अनि ठ्याक्कै बिचको राखिदिने, मैले त्यस्तै गरेको थिएँ। अनि आइसिसिआरमा त त्यो अपलोड गर्ने बेलामा त्यहाँ चाहिँ जिपिए पनि अब चाहिँ राखेको छ, किनभने पर्सेन्टेज स्ल्यास चाहिँ ग्रेड दिएको हुन्छ भनेपछि ग्रेड लेख्दा पनि त भइहाल्यो नि। भयो अब लाइक आई कान्ट रिमेम्बर एक्ज्याक्टली त्यति बेला के थियो, तर मैले चाहिँ पर्सेन्टेजमै हालेको। ओके, तिमीले चाहिँ पर्सेन्टेजमा हालेको छ। हजुर। अनि तिम्रो अनुसार चाहिँ लाइक तिम्रो सिलेक्सन हुनमा बडी रोल चाहिँ के को छ? लाइक एसएको अथवा तिम्रो पर्सेन्टेज ग्रेड किनभने त्यो पनि 3.86 हो। अनि त्यसपछि तिम्रो डकुमेन्टहरू अनि अरू केही एडिसनल डकुमेन्टहरू अपलोड गरेको थियो कि के कस्तो छ? लाइक इन माई केस चाहिँ मैले 10th को र 12th को इक्जामको चाहिँ ग्रेड चाहिँ राम्रै आएको थियो भनौँ मेरो चाहिँ। अनि त्यसपछि एसे चाहिँ राम्रै गरेको थिएँ, एसे त राम्रै लेखेको थिएँ। अनि डकुमेन्टहरूमा केही पनि मिस्टेक गरेको थिएन। धेरै जस्तो रोल चाहिँ दाइ मलाई लाग्छ ग्रेडको नै होला, 10th को र उसको 12th को। किनभने ग्रेड नै सबभन्दा मेन क्राइटेरिया सिलेक्सन भनेको ग्रेड हो। त्यसपछि चाहिँ एसए जान्छ, अनि जेई मेन्स दिएको छ भने त्यो पनि हल्का हल्का एज पाइन्छ। अनि त्यसपछि हल्का डुलिङ्गो अथवा आइएल्सको एक्जाम दिएको छ भने त्यसले पनि हल्का एडिसनल एज चाहिँ पाउँछ। तर मेन चाहिँ आफ्नो सिलेक्सन क्राइटेरिया चाहिँ आफ्नो ग्रेड नै भयो, क्लास 10 र क्लास 12को। ल भाइ, थ्याङ्क यू तिमीले आफ्नो टाइम दिनको लागि र सजेसनहरू दिनको लागि के कस्तो प्रोसेस हुन्छ अनि कसरी चाहिँ हामीहरूले चाहिँ फलो गर्नुपर्ने हुन्छ एप्लिकेसन प्रोसेसमा अथवा जर्नी लाइक एम्बेसीदेखि लिएर कलेजको जर्नी, अनि त्यसै गरी के डकुमेन्ट चाहिँ कसरी अपलोड गर्ने, अनि फिजिकल फिटनेस सर्टिफिकेट होस् अथवा एसे राइटिङ होस्, त्यो सबैको प्रोसेस चाहिँ कस्तो हुन्छ त्यो तिमीले चाहिँ धेरै राम्रोबाट चाहिँ एक्सप्लेन गरिदियौ। त्यसले चाहिँ के हुन्छ कि अरू स्टुडेन्टलाई पनि हेल्प हुन्छ। सो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। थ्याङ्क यू भाइ। थ्याङ्क यू दाइ।